वेलकम टु माई एजुकेसन.com युट्युब च्यानल। तपाईहरुलाई आज एजुकेसन.com युट्युब च्यानलमा स्वागत छ। आज हामी कक्षा 12 को नेपाली सामाजिक विषयको हैन इकाइ 8 अन्तर्गत संविधान र नागरिक सचेतना भन्ने विषयमा पाठ 1 अन्तर्गत सरकारको गठन प्रक्रिया कसरी हुन्छ, यो इम्पोर्टेन्ट छ हैन, इम्पोर्टेन्ट क्वेशन छ। 2072 सालको संविधान अनुसार चाहिँ सरकारको गठन कसरी हुन्छ, कस्तो प्रकारको हुन्छ भन्ने कुरा छलफल गर्दै छौं। यो क्लास 12 को सामाजिक विषय हो। तपाईहरुले अहिलेसम्म एजुकेसन.com युट्युब च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन सब्स्क्राइब गर्नु होला र हामीले सब्स्क्राइब गर्नु होला। अब हामी सुरु गरौं आजको टपिक्स। संघीयता सरकार गठन प्रक्रिया। गठन प्रक्रिया के कस्तो हुन्छ भने नेपालमा जम्मा 165 निर्वाचन क्षेत्र रहेका छन्। कति 165 निर्वाचन क्षेत्र। तपाईलाई थाहा होला, तपाईले निर्वाचन दिनुहुन्छ 5-5 वर्षमा हैन, स्थानीय तहको, केन्द्रीयको, प्रदेशको सबैको दिनुहुन्छ। त्यसको सम्बन्धी 165 स्थानमा चाहिँ चुनाव हुने गर्दछन् है त। अप्रत्यक्षतर्फ भनेको प्रत्यक्ष रूपमा भोट दिएर जनताले प्रत्यक्ष रूपमा उनीहरूले आफैलाई देखेर बुझेर जानेका व्यक्तिलाई भोट दिने भनेको 165 जना आउने गर्दछन् है त। कति 165 जना जम्मा आउने गर्दछन्। समानुपातिक तर्फ 110 जना। समानुपातिक कति 110 जना आउँछन्। समानुपातिक भनेको तपाईले एउटा पार्टीलाई भोट दिनुहुन्छ, त्यो भोट दिए बापत उनीहरूले आफ्नो मनमर्जी अनुसार हैन नेता छनौट गरी संसदमा लाने गर्छन् भने त्यसलाई समानुपातिक भन्ने गर्छौं। त्यो चाहिँ 110 जना लान सक्छन्। 275 जना जम्मा। यसरी 275 जना प्रतिनिधि सभा सदस्य रहेको व्यवस्था रहेको छ। प्रतिनिधि सदस्यमा के छ, प्रतिनिधि सदस्य सांसद चाहिँ कति छन्, 275 जना सांसद चाहिँ रहेका हुन्छन्। प्रतिनिधि सभा दलहरूले प्राप्त गरेको संख्याको आधारमा संसद गठन प्रक्रिया निम्न रहेको छ हैन। प्रतिनिधि सभामा दलहरूको प्राप्त गरेको सदस्य संख्या, कति सदस्य संख्या छन्, त्यसको आधारमा चाहिँ के हुन्छ, सरकार गठन गर्ने प्रक्रिया हुन्छ। सरकार संविधानको धारा 76 उपधारा 1 बमोजिम राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेता बहुमत पात्र संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्ति गर्ने गरेका छन् हैन। संसद धारा के बहुमत हुनु पर्यो, धेरैले बहुमत हुनु पर्यो। त्यस्तो बहुमत भएको सरकारलाई चाहिँ के गर्छौं, प्रधानमन्त्रीको रूपमा नियुक्ति हुने गर्दछन्। निजको अध्यक्षता र मन्त्री परिषद गठन हुनेछ। निजको अध्यक्षता उक्त व्यक्तिकै अध्यक्षतामा चाहिँ के हुन्छ, मन्त्री परिषद गठन हुने गर्दछ। त्यस्तै गरी धारा 2 नम्बरमा के छ भन्दाखेरि धारा 76 उपधारा 2 मा व्यवस्था भए अनुसार उपधारा 1 बमोजिम प्रतिनिधि सभा सदस्य कुनै पनि दलको स्पष्ट बहुमत नभएको अवस्थामा प्रतिनिधि सभाको प्रतिनिधित्व गर्ने 2 वा 2 भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभा सदस्यकोलाई राष्ट्रपतिको प्रधानमन्त्री नियुक्ति गर्न पनि प्रावधान रहेको छ। 3 नम्बरमा निर्वाचनको परिणाम घोषणा भएको 30 दिनभित्र 2 या 2 भन्दा बढी दलहरूको बहुमत प्राप्त गर्ने सक्ने प्रतिनिधि सभा सदस्यलाई प्रधानमन्त्री नियुक्ति हुन सक्ने अवस्थामा नभएमा नियुक्ति भएका प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त नभएको र 100 भन्दा बढी सदस्य भएको दलको नेताले राष्ट्रपतिलाई प्रधानमन्त्री नियुक्ति गर्ने भएको नेतालाई 100 भन्दा बढी सदस्य भएको नेतालाई चाहिँ के गर्ने, राष्ट्रपतिले चाहिँ नियुक्ति गर्ने गर्दछ है त। यदि बहुमत आएन भने, संसदबाट बहुमत आएन भने त्यसो गर्ने गर्दछ है त। अब 4 नम्बरमा के छ भन्दाखेरि नियुक्ति प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्ने नसकेको प्रतिनिधि सभामा कुनै पनि सदस्य विश्वास मत लिन नसक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्ति गर्नुपर्ने प्रावधान रहेको छ। यसरी नियुक्ति प्रधानमन्त्रीले 30 दिनभित्रमा विश्वासको मत लिनुपर्ने व्यवस्था छ। प्रदेश सरकारको गठन। अब हामी संघीय सरकारको गठन भन्यौं। प्रदेश सरकार नेपालमा कति 7 प्रदेश छन्। 7 प्रदेशमा के छन्, प्रत्यक्ष तर्फ 330 जना जान्छन्। एउटा प्रदेशमा 330 है त। समानुपातिक 220 जना जान्छन्, जम्मा 550 जना जान्छन् है त। जम्मा 550 जना जान्छन् देशभरिबाट 7 प्रदेशबाट हैन। त्यसलाई 7 प्रदेशमा विभाजन गरेको हुन्छ। कति प्रदेशमा कति दिने, कति प्रदेशमा कति दिने हैन, कति प्रदेशबाट कति उठ्छन्, कति उठ्छन् भनेर। संविधानको धारा हैन
सङ्घीय सरकार गठन भइसक्यो। प्रदेश सरकार गठन चाहिँ कस्तो हुन्छ त? संविधानको धारा 168 उपधारा 1 बमोजिम प्रदेश सभा बहुमत प्राप्त संसदीय दलको नेता प्रदेश सभा प्रमुख मुख्यमन्त्री नियुक्ति गर्दछन् भने निजको अध्यक्षतामा प्रदेश महापरिषदको गठन पनि हुने गर्दछ। 2 नम्बरमा धारा 138 उपधारा 2 अनुसार उपधारा 1 बमोजिम प्रदेश सरकारको कुनै गठन दलको स्पष्ट रूपमा बहुमत नरहेको अवस्थामा प्रदेश सभाको प्रतिनिधित्व गर्ने 2 वा सोभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्य प्रदेश प्रमुखले मुख्यमन्त्रीलाई नियुक्ति गर्न सक्ने व्यवस्था छ। मुख्यमन्त्रीलाई के नियुक्ति गर्न सक्ने व्यवस्था छ। 3 नम्बरमा नियुक्ति मुख्यमन्त्रीले विश्वासको मत लिन नसकेकोमा प्रदेश सभामा कुनै पनि सदस्यले विश्वासको मत लिन सक्ने आधार प्रस्तुत गरेको प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्ति गर्ने तर 30 दिनभित्रमा विश्वासको मत लिनुपर्ने हुन्छ। के 30 दिनभित्र चाहिँ विश्वासको मत लिनुपर्ने हुन्छ है त। अब स्थानीय सरकारको गठन। स्थानीय सरकार गठन के हुन्छ? प्रदेशको भयो, सङ्घीयको भयो, अब स्थानीय सरकार गठन। गाउँपालिका गठन र नगरपालिका गठन दुईटा हुन्छ। गाउँपालिका नगरपालिका। गाउँपालिकाको अध्यक्ष क्षमता र यसको गठन हुन्छ। क्षमतामा अध्यक्षतामा यसको गठन हुन्छ। नगरपालिकाको प्रमुखको अध्यक्षतामा यसको गठन हुने गर्दछ है त। स्थानीय कार्यपालिका र निर्वाचन सदस्य सहित निम्न सदस्य रहेका हुन्छन्। स्थानीय कार्यपालिका निर्वाचन सदस्य निम्न सदस्य रहेका हुन्छन्। गाउँपालिकाको मनोनित 4 जना महिला सदस्यहरू, नगरपालिका मनोनित 5 जना महिला सदस्यहरू, 4 जना नेता 1 जना 5 जना नेता। दलीय वा अल्पसङ्ख्याबाट मनोनित 2 जना सदस्य सङ्ख्या, दलीय र अल्पसङ्ख्याबाट मनोनित 3 जना सदस्य। गाउँपालिकाको स्थायी सरकारको रूपमा कार्य गर्दछ। नगरपालिकाले नै स्थायी सरकारको रूपमा काम गर्ने गर्दछ। अब राष्ट्र अध्यक्ष, राष्ट्रपतिको गठन चाहिँ कसरी हुन्छ त? यो बारेमा हामी हेर्छौँ। देशको राष्ट्र अध्यक्षको रूपमा राष्ट्रपति रहने व्यवस्था छ। राष्ट्र अध्यक्षको रूपमा राष्ट्रपति रहने व्यवस्था छ। संविधानको भाग 6 धारा 61 देखि 73 सम्म राष्ट्रपति र उपराष्ट्रपति सम्बन्धी व्यवस्था रहेको छ। राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन फरक लिङ्ग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नुपर्ने व्यवस्था छ। विभिन्न प्रकारका फरक लिङ्ग र समुदायबाट चाहिँ हाम्रो उपराष्ट्रपति र राष्ट्रपतिको निर्वाचन हुने गर्दछ। यो चाहिँ संसदमा निर्वाचन हुने गर्दछ। जसको धेरै सिट सङ्ख्या छ उसले चाहिँ हाम्रो राष्ट्रपति र उपराष्ट्रपति चयन उठाउने गर्दछ। र सम्पूर्ण पार्टीकाले आफ्नो राष्ट्रपति र उपराष्ट्रपति पदमा उठाउने गर्दछन् र उक्त उठाए बापत कसले कति मत कुन व्यक्तिलाई दिन्छ, जसको धेर मत हुन्छ त्यो राष्ट्र प्रमुख पर्छ, राष्ट्र उपप्रमुख पनि पर्छ, राष्ट्र अध्यक्ष पनि पर्छ, राष्ट्र उपाध्यक्ष पनि पर्न सक्छ है त। यसरी चाहिँ हाम्रो सरकार गठन हुने गर्दछ है त। सरकार गठन बन्नु छ र यति क्वेसन चाहिँ एकदम इम्पोर्टेन्ट छ। कस्ता कुरामा भइरहेका छन्, स्थानीय सरकारमा के भइरहेको छ, प्रदेशमा कस्ता प्रकारले गठन भइरहेका छन्, अनि सङ्घीयमा कस्तो प्रकारको गठन भइरहेको छ भन्ने कुरा चाहिँ इम्पोर्टेन्ट छ। त्यसले ध्यान दिएर पढ्नु होला, ध्यान दिएर लेख्नु होला, एकदम ध्यान दिएर लेख्नुपर्ने हुन्छ। इम्पोर्टेन्ट क्वेसन हो सामाजिकको। र education.com युट्युब च्यानल सब्सक्राइब गर्नु होला। हाम्रो भिडियो कस्तो लाग्छ कृपया सल्लाह सुझाव र प्रतिक्रिया आफ्नो कमेन्ट बक्समा छाड्नु होला। सल्लाह सुझाव र प्रतिक्रिया ठिकै लाइक गर्नु होला। भिडियोलाई मन परेमा लाइक गर्नु होला, सेयर गर्नु होला, कमेन्ट गर्नु होला र बढीभन्दा बढी सेयर गरेर साथ सहयोग दिनु होला है त। हस्त नमस्ते, धन्यवाद।